गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिइसक्यो। स्वकीय सचिवले अहिले पनि मन्त्रालय चलाइरहेको कुरा आइरहेको छ। हेर्नुहोस्, यस्तै कुशासन हुँदै जाने हो भने फेरि जनता उर्लिन बेर छैन। मन्त्री गइसक्यो, उसको आसेपासे फेरि वहीँ बसेर चलाउँदैछ भने यो त सिधा सिधा तपाईँको कुशासन होइन भने। त्यो गृह मन्त्रालय मन्त्री नभइसकेपछि तपाईँको प्रधानमन्त्री कार्यालय अन्तर्गत जाने हो सो त। अब त्यहाँ चाहिँ स्वकीय सचिवले चलाइरहेको छ भन्ने कुरा छ। यस्ता कुराहरू चाहिँ नगरौँ है प्लिज। त्यो चाहिँ तपाईँको एउटा निजी कुनै कम्पनी होइन, सरकारी निकाय हो। यही कुरालाई पछि तपाईँको यस्ता कुराहरूले चाहिँ जनताहरू निराश हुन सक्छन्। त्यहाँ मन्त्री राख्ने हो भने सिधा गृहमन्त्री नियुक्त गरिदिए भयो। त्यो स्वकीय सचिवहरूले चलाउने, त्यो गृहमन्त्री गयो फेरि उसको भाइले चलाउने, त्यो भाइ गयो फेरि उसको साइला भाइले चलाउने, त्यो त होइन नि त।